नमस्कार, मेरो नाम हो ज्ञानबहादुर घले। सधैँ चाहिँ आज पनि त्यही लोकेसनमा, त्यही ठाउँमा र त्यही विषयलाई जोडेर फेरि म केही नयाँ कुराहरू इन्फर्म गर्न चाहन्छु। हाम्रो हर्क साम्पाङज्यूले आजसम्म जति पनि क्रिटिसाइज गर्नुभएको छ, जति पनि बोल्नु भएको छ नि, के तपाईँहरूलाई लाग्छ यो कुरो भर्खरदेखि सुरुवात भएको होइन? कतिपय ठुला ठुला नेताहरूदेखि राम्रो काम गर्छु भन्ने अथवा राम्ररी म समाज सेवा गर्छु भन्ने मान्छेलाई नेपालमा आजसम्म राम्रो तरिकाले काम गर्न दिएको छैन। नेपाल बनाउनको लागि आउँछु अथवा नेपाल बनाउँछु भन्ने व्यक्तिहरू एकजना बालेन शाह मात्रै हुन् र? हैनन्। योभन्दा ब्याक स्टोरीमा जानुहोस्। धेरै जस्तो व्यक्तिहरूले नेपाललाई बनाउँछु, नेपाललाई बहुत विकसित बनाउन चाहन्छु, नेपाललाई 10 वर्ष होइन, 15 वर्ष होइन, 20 वर्ष अगाडिदेखि या 50 वर्ष अगाडिदेखि त्यो कन्सेप्ट बोकेको व्यक्ति नेपालमा नजन्मेको होइन, जन्मेको थियो। तर क्रिटिसाइज गर्ने मान्छेहरू पनि नेपालमा धेरै जस्तो हुने गर्छन् र हामी चाहिँ यतिसम्म बुद्धु भयो, यतिसम्म बुद्धु बनाइयो हामीलाई। योभन्दा 100 अथवा 50 वर्ष अगाडिदेखि तपाईँले हिस्ट्री पढ्न सक्नुहुन्छ। यतिसम्म क्रिटिसाइज गराइयो, यतिसम्म चाहिँ हामीहरूलाई मूर्ख बनाइयो कि यो व्यक्ति सही छ भन्नुपर्ने ठाउँमा हामीहरूले यो व्यक्ति गलत छ भन्छौँ, औँला उठाउँछौँ, उसलाई साथ सपोर्ट र सहयोग हामीदेखि हुँदैन। र हाम्रो समाज बदलिनु पर्छ र बदल्यो भन्ने कुरा यहाँदेखि थाहा हुन्छ कि यो चोटिको चुनावमा हामीले बालेन शाहलाई जिताएर त्यो स्थानमा पुर्याउनुको खास कारण के थियो? आज जतिले पनि क्रिटिसाइज गरेका छन् उनीहरूलाई पनि थाहा छ कि बालेन शाह इज द बेस्ट प्राइम मिनिस्टर अफ नेपाल। यो कुरा सबैलाई थाहा छ र पनि मनमा थाहा हुँदाहुँदै अथवा भित्र आफ्नो मस्तिष्कमा थाहा हुँदाहुँदै पनि एउटा अराजकताको सपोर्ट गर्नु भनेको त्यो पनि एउटा पाप हो। र पाप मात्रै नभएर तपाईँले आज जुन कुरा गर्दै हुनुहुन्छ नि, यो कुरा अथवा यो जुन पनि कुरालाई सपोर्ट गर्दै हुनुहुन्छ, जुन पनि क्रिटिसाइज गर्दै हुनुहुन्छ नि, यो आजलाई होइन, यो भोलि तपाईँलाई थाहा हुन्छ। पछुतो त नेपालीलाई यसै पनि लागेको छ। जस्तै मानिलिउँ एकचोटि जनआन्दोलन हुँदाखेरि कति मान्छे मरे, पछुतो अहिले भइराखेको छ सबै नेपालीलाई। त्यति मात्रै नभएर एकचोटि माओवादी अथवा जुनसुकै वादी होस्, उसले आफूलाई म देश बनाउँछु भनेर आउँदाखेरि के देश बनौ? एउटा राम्रो कानुन बनौ? हजारौँ आमा, हजारौँ परिवार, हजारौँ मान्छेहरूको जिन्दगी तबाही भयो किनकि उसको घरमा रहेको एउटा पुरुषलाई होस् चाहे महिला छोरीलाई होस्, जसको बिहे नै गरेको थिएन, यस्तोलाई पनि मारियो गोली हानेर त्यो समयमा। र उनीहरू नै जुन व्यक्तिले क्रिएट गरेको थिए यो सराउन्डिङ अफ एरियालाई, जुन समयमा चाहिँ हामीहरूले भिडन्त गरेर जङ्गलमा बसेर हामी देश बनाउँछौँ भन्दा जङ्गलमा बसेर देश बन्दो रहेछ। एकचोटि सोच्नुहोस्, तिनै मान्छे आज खुलेआम पजेरोमा होस्, चाहे जेट विमानमा होस्, चाहे उनीहरूको ब्याङ्क ब्यालेन्स हेर्नुहोस् कति छ होला उनीहरूसँग। एक देशमा खरानी गर्दाखेरि एउटा व्यक्ति आफ्नो इच्छा पुरा गर्नलाई जे पनि गर्न सक्छ भने हामी त्यसलाई सपोर्ट गर्ने मान्छे हौँ। आज तपाईँ सोच्नुहोस्, त्यो जनआन्दोलनलाई सोच्नुहोस्, त्यो जनयुद्धलाई सोच्नुहोस्, के त्यो राम्रो थियो होला? कसैको घरको लागि, देशको लागि, त्यो भूमिको लागि थिएन नि। किनकि विकास गर्नको लागि मान्छे मार्न जरुरत छैन, विकास गर्नको लागि मान्छे मर्न जरुरत छैन, तर विकास गर्नको लागि नराम्रो र खराब सोचलाई मात दिन जरुरत छ, मार्न जरुरत छ, त्यसलाई सक्न जरुरत छ। तब मात्र वृक्षारोपण सुरु हुन्छ, दिमागमा होस् चाहे देशमा होस्, चाहे यो पुरा युनिभर्समै किन नहोस्, डेभलपमेन्टको लागि। सुरुवाती दिनलाई हेर्ने हो भने आजको दिनमा हामीले पायौँ चाहिँ के त? केही पनि पाएनौँ। त्यस्तै अहिले बालेन शाहको विरुद्धमा जति पनि हाम्रो हर्कजीले बोल्नु भएको छ नि, हाम्रो हर्कजीले जति पनि त्यो अराजकता फैलाउने कोसिस गर्नुभएको छ नि, एकचोटि मन्द दिमागले सोच्नुहोस्। तपाईँ एक ठाउँमा बसेर 1 घन्टा, 2 घन्टा, 3 घन्टा या त 1 दिन, 2 दिन, 7 दिनसम्म तपाईँ सोच्नुहोस् के राम्रो छ? यसमा सपोर्ट गर्नु के राम्रो छ? छैन नि। उहाँले भन्नुहुन्छ म देश बनाउँछु, देश बनिसकेको छ, यसलाई सिर्फ फास्ट ट्र्याक दिन जरुरत छ। त्यो किन दिएन? त्यो दिने मान्छेको खुट्टा किन तानिँदैछ? अरबौँ पैसाको लगानी होस् चाहे खरबौँ पैसाको लगानी होस्, सोच गतिलो छैन भने देश विकास हुँदैन। सोच गतिलो हुनको लागि मान्छे पहिला साफ सफाई हुन जरुरत छ। दिमागदेखिको कुरो गर्दैछु। आज हर्कजीले त्यो तरिकाको क्रिटिसाइज गर्नुहुन्छ, भोलि उहाँ त्यो स्थानमा पुग्नु भने के गर्नुहुन्छ? तपाईँको जिन्दगीसँग कसरी खेल्नु होला? त्यो देशको जिन्दगीसँग कसरी खेल्नु होला? राम्रो सोच भएको मान्छे थियो भने बालेन शाहको विपक्षी नै भए पनि बालेन र शाहले राम्रो गरेको छ है भन्न सक्नु पर्थ्यो, तर उहाँले यो भन्नुभएको छैन। आज पनि उहाँको दिमागमा गन्दा डालीको किराको जस्तो एउटा केही भरिएको छ भने त्यसरी त्यो व्यक्तिलाई, त्यो मान्छेलाई सपोर्ट दिने मान्छे हामीहरूको दिमागमा चाहिँ के भरिएको होला?
एकचोटि सोच्नुहोस्। देश बनाउनको लागि क्रिटिसाइज होइन, सहयोगको जरुरत छ। हामीले के सहयोग नगर्ने देश बनाउन? मैले योभन्दा अगाडिको भिडियोमा भनेको थिएँ, एउटा आँप रोपेर त्यसको फल खानलाई 12 वर्ष कुर्नुपर्छ। अहिले बालेन्द्र शाहले जुन काम गर्नुभएको छ के त्यो तपाईँको लागि हो? डोन्ट ट्राई टु एक्सपेक्टेसन अफ द्याट कि यो तपाईँको लागि गरिएको हो। यो खास गरिएको भनेको तपाईँको सन्तानको लागि हो, तपाईँको छोराछोरीको लागि हो। एउटा सिस्टमेटिक ढङ्ग बनाउनको लागि मान्छेलाई 1 देखि 2 वर्ष लाग्छ भने सिस्टमेटिक ढङ्ग बनिसकेपछि त्यो चिज बाहिर फ्ल्यास आउट हुनलाई कति समय लाग्छ त्यसलाई पनि एकचोटि बुझौँ। हाम्रो देश नबदलिनुको कारण के हो? हामी अरूको कुरामा लागेर हो। तर देश बदल्ने हो भने अरूको कुरामा होइन, हामी राम्रो कुरालाई साथ र सपोर्ट दिन सक्नुपर्छ, साथ र सहयोग दिन सक्नुपर्छ। जुन व्यक्तिहरूले हिजोको दिनमा देश बनाउँछु भनेका थिए, हिजो जल्दाखेरि पैसा जल्यो उसको घरमा, कतिपयको घरमा त ट्रकका ट्रक पैसा पनि भेटिए। तपाईँहरूलाई त्यो थाहा छँदैछ, ट्रकका ट्रक पैसा भेटिन्छन् ती घरमा भने तपाईँ एकचोटि सोच्नुहोस्। हाम्रो सोच गतिलो हुँदाखेरि ती ट्रकका ट्रक पैसा पनि निकाल्न सक्यो नि। ट्रकका ट्रक पैसा त भेटिए र ती व्यक्तिहरूलाई आज कानुनको दायराभित्र पनि राखौ। तर त्यति मात्रै नभएर देश बनेको रहेछ त, बनेन नि त उनीहरूले गर्दाखेरि। किनकि भ्रष्टाचार भनेको मेरो देशमा मात्रै हुँदैन, अरू देशमा पनि हुन्छ। तर भनाइको मतलब यति मात्रै हो, हामीहरूले एकचोटि भ्रष्टाचार गरेको मान्छेलाई 5 चोटिदेखि 6 चोटिसम्म प्रधानमन्त्री बनायौँ। केही भयो देशमा? केही पनि भएन। एउटा बलात्कारीलाई राम्रोसँगले केरकार गरेर 1 महिना यानि कि 30 दिनभित्रमा मेरो देशको कानुनले उनलाई कठघरानामा उभ्याउन सक्दैन भने यो कुरा बदलिन जरुरत छ कि छैन? एउटा व्यक्तिले बलात्कार गरेर खुलेआम त्यही समाजमा घुमिरहेछ भनेदेखि तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँले के देशको लागि सपोर्ट गर्नुभएको छैन र? गर्नुभएको छ। तर एउटा कुरा, तपाईँले गलत व्यक्तिलाई चाहिँ सहयोग र सपोर्ट नगर्नु होला। किनकि गलत व्यक्तिलाई सपोर्ट गरेर उसको क्षमतालाई बढावा दिनु पनि एउटा पाप हो। त्यति मात्रै नभएर योचोटिको आन्दोलनमा जति पनि खेर हाम्रो नेपालमा हिजो अस्ति भर्खरै जेनजीको आन्दोलनको टाइममा मैले यहाँसम्मको पनि भिडियो हेर्न भ्याएछु कि मैले हेर्दाखेरि यहाँसम्म लाग्यो कि मलाई पशुपतिनाथको मन्दिर तोड्नसम्म मान्छे पुगे। पशुपतिनाथ भनेको के हो? विश्वले मानेको एउटा मन्दिर हो। त्यो मन्दिरलाई पनि तोड्नलाई यदि कुनै व्यक्ति पुग्छ भने सोच्नुहोस् देशभित्रको अराजकता कतिको रहेछ। त्यति मात्रै नभएर देशको सम्पदालाई गुमाउनको लागि मान्छेले जुनसुकै डिजाइन पनि गरे। र एउटा कुरा, मेरो देशलाई सक्नको लागि बाहिर देशको बडो ठुलो हात छ। बाहिर देशको मात्रै होइन, बाहिर देशका मान्छेको पनि हात छ। तर आफ्नो देशलाई सक्नको लागि बाहिर देशको मान्छेलाई साथ सपोर्ट र सहयोग यदि कसैले गर्छ भने त्यो व्यक्ति पनि नेपाली हो भनेर चाहिँ नभन्नु होला। नागरिकता हुनु र नेपालमा जन्म लिनु र नेपाली भूमिमा बाँच्नु मात्रै नेपाली होइन, सोचमा पनि नेपाली हुन जरुरत छ। र त्यति मात्रै नभएर एउटा बडो गजबको कुरा सुन्नुहोस्। तपाईँले जन्मेदेखि आजसम्मको नेपाललाई एकचोटि पढ्नुहोस्, तपाईँले के पाउनुहुन्छ? करेक्ट 100% या त अनकरेक्ट 100%। यी दुईटामा एउटा कुरो पाउनुहुन्छ। तर आज एकचोटि विचार गर्नुहोस्, त्यो काठमाडौँको हालत हेर्नुहोस्। बाहिर देशको मान्छे अथवा बाहिर देशको टुरिस्ट पनि काठमाडौँमा आएर भन्न सक्छ कि यो साफ सफाई यति राम्रो छ भनेर। बाहिर देशको युट्युब च्यानलमा अहिले पनि खोज्न सक्नुहुन्छ, फेसबुकको भित्तामा आज नेपालको चर्चा भइराखेको छ। कसको कारणले? त्यसैले नेपाली बदलिन जरुरत छ, नेपाल बदलिन जरुरत छ। यो बदल्नको लागि पहिला सुरुवात तपाईँदेखि हुनुपर्छ, तपाईँको घरदेखि हुनुपर्छ, तपाईँको समाजदेखि हुनुपर्छ र तपाईँको जिल्लादेखि हुनुपर्छ। अनि मात्रै 77 वटा जिल्लालाई बदल्न सकिन्छ। र नेपाल विकसित हुनको लागि 4 वटा कुरालाई तपाईँ हमेसा ध्यान राख्नुहोस्। म सधैँभरि भन्छु 4 वटा कुरा भनेको के हो? पहिलो कुरा सिस्टमेटिक ढङ्गमा रहनु पर्यो, दोस्रो कुरा आफ्नै देशमा उब्जनी गर्नु पर्यो, तेस्रो कुरा भनेको आफ्नो देशमा उब्जनी भएको कुरा आफ्नै देशमा सेलिङ गर्न सक्नु पर्यो, र चौथो कुरा यदि बिजनेसलाई बढाउनु भनेदेखि बाहिर देशको इन्भेस्टमेन्ट पनि नेपालमा ल्याउन बडो जरुरत छ। र यो चाँडै नै हुन्छ, मलाई विश्वास छ कि बालेन्द्र शाहले गर्नुहुन्छ, उहाँको ग्रुपले पनि गर्नुहुन्छ र तपाईँहरूले पनि साथ सपोर्ट गरिदिनुहोस्। किनकि यहाँ टिभी च्यानल, न्युज च्यानलले जे पनि भन्न सक्छ त्यो कुरामा नलाग्नुहोस्। First of all, you must be correct first, then only you can choose the correct person. If you are think about that is the right, कि जसुकैले जस्तो सुकै कुरा भने पनि त्यसलाई राइट नभन्नु होला। फलो गर्न नबिर्सनु होला, किनकि हेर्ने मान्छेले हेर्दाखेरि भ्युज धेरै पुगेको हुन्छ तर फलोवर्स चाहिँ बढेको छैन। त्यसैले फलोवर्स बढाउनुहोस्। म हरेक दिन एउटा भिडियो अपलोड गर्नलाई तपाईहरुको माझ आइपुग्छु। भन्दै बिदा हुन चाहन्छु। नमस्कार।